Hello everyone, this is me Anmesh Chaudhary from Chittagong. हामी चाहिँ आज जङ्गल जान लाग्यो पर्के च्याउ स्पेशल पर्के च्याउ टिप्न साथीहरू। म चाहिँ यताको जङ्गल कहिले आएको थिएन, म चाहिँ नयाँ नयाँ जङ्गलहरू घुम्न पाइरहेको छु कि। अब यताको जङ्गलमा के कस्तो पाइन्छ, कता पाइन्छ, कस्तो ठाउँमा हुन्छ त्यो थाहा छैन। कहीँ पनि आज कोसिस गर्छु है, अलिक धेरै टिप्न कोसिस गर्छु छ भने चाहिँ। अब हामी अहिले चाहिँ 25 जनाको ग्रुपमा छौँ। 25 जनामा अब हामी जेन्ट्स पार्टी भनेको 2, 4, 6, 7 जना, हामी 7 जना जेन्ट्स, बाँकी सबै लेडिज गाइज। यो चाहिँ हाम्रो खगरी खोलाको नयाँ पुल साथीहरू। अब यो रोड बन्दैछ, यो रोड बनिसकेपछि हाम्रो घर आँगन पनि भत्किन्छ होला सायद, बाटो छेउमै छ। अरूको जङ्गलमा अलिकति भयो नि डरै हुने रहेछ साथीहरू। अब यसो डर मानेर भए पनि खोज्न त पर्यो होइन। माछा मार्न लाग्यो साथीहरू। यो टाइममा चाहिँ यो धमिलो आउने बित्तिकै अनि तलतिरको माछाहरू माथि माथि आउँछ क्या, त्यही मार्दैछ मान्छेहरू। हामी चाहिँ आज पर्के च्याउ खोज्न हिँडेको। यो चाहिँ खगडी खोला हाम्रो। अनि यो खोलामा धेरै ठुलो पानी पनि आएको छैन कि, सानो पानीमा नि माछा त टन्नै आउँछ पुग्नु। म पानी पनि देखाउँछु तपाईँहरूलाई, ल हेर्नु, सानो छ कि पानी। ल गाइजहरू, अब स्टार्ट भयो हाम्रो भुटका च्याउ खोज्नलाई। सबैजना आफ्नो हतियार झोलाहरू सबै रेडी गर्नु लाग्छ होइन। मेरो हतियार यहाँ छ होइन। हाम्रो 25 जनाको ग्रुप अब स्टार्ट भयो खोज्नलाई। अब कता कता पाइन्छ, सबै हिलो पनि रहेछ, पानी रहेछ। जङ्गल त जे सफै छ, अस्ति नै फाड्न आएको थिएँ त्यो सायद। ल यो साइडमा जाने हो भने भूतको एरिया, यो साइडमा पनि छ भूतको एरिया, तर पनि अब कतापट्टि लैजान्छ थाहा छैन है। मैले चाहिँ सुरुवात गरेँ है साथीहरू, 3टा पाएँ सानो सानो, धेरै ठुल्ठुलो त रहेनछ त्यही पनि। बाटो छेउबाटै स्टार्ट हुने रहेछ खोज्नलाई होइन। सबैजना रेडी भइसक्यो, खोज्दैछन्। अब कता कता पाइन्छ त्यो खोज्न एकदम गाह्रो क्या, यस्तो जरा जरा कता कता खोज्नुपर्छ। फाइनली गाइज मैले भेटाएको अवस्था यहाँ चाहिँ यस्तो छ होइन। बल्ल बल्ल सुन खोजेसरी यसरी खोजियो, तर जम्मा 2टा भेटियो। यहाँ झोला एकदम खाली छ, सबैले भराइसक्यो, म मात्रै हो सायद। अब मैले यति यो झोला चाहिँ भराउन सक्दिनँ होला, एकदम गाह्रो छ यहाँ खोज्न नि। हामी चाहिँ चिहान गाडीमा आइपुग्यो गाइज। ऊ त्यहाँ छ चिहान। उहाँलाई चाहिँ डर लाग्यो। त्यहाँ छ चिहान।
यहाँ छ भूतै भूत माई गॉड पड्के च्याउ नपाएको अवस्था गाइस नभेटिएको अवस्था एक छाक भयो अब खोज्दैछ मजै पनि यहाँ ब्याग भरिसक्यो खुट्टाको हालत गाइस खुट्टा अघि नै मेरो उतातिर भेटिरहेको थियो होइन अनि हामी बढी बाटो भयो नि त यतातिर आयौँ अनि केही पनि भेटिएन है रुखहरू माथिहरू झुडाम झुडुम झर्छ छियापला टाउकोमा झऱ्यो भने त तनाव हुन्छ है कुहिया रहेछ त यहाँ कुहिएको रहेछ त राम 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 या हो नाक्यो त हो डर लाएर फर्केको लाइक गाइज अहिलेसम्म हामीले यति टिप्यौँ होइन यो बेतलौरी हो कि के हो होइन यहाँ चाहिँ यो भित्र स्पेसल अब फेरि फर्क्यौँ त्यही बाटो कता कता लान्छ अब थाहा छैन गाइस हामीले चाहिँ यति मात्र भेटायौँ यो निलो झोलामा पड्के च्याउ अनि यतापट्टि यो बेतलौरी के छ यतापट्टि होइन यति नै भेटायो सायद अब सिजन नलागेर हो कि अब बेला के हो बुझ्नै गाह्रो भयो होइन त्यति भेटिएन मान्छे पनि टन्नै आएको थियौँ 25 जना अब 25 जनालाई 25 किलो भेटेको भए त राम्रो हो है सो आजको भिडियो यति नै मन पर्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला